Good morning, Sewa, Namaste, welcome again, welcome back to my channel, Charming Samita and another new video. साथीहरु आज पनि फेरि न्यू डे न्यू भिडियो लिएर म चाहिँ हजुरहरु समक्ष उपस्थित भइसकेकी छु। आई हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने आशा गर्छु साथीहरु। म पनि एकदमै सन्चै छु, फिट फाइन छु अनि सो यो भिडियो स्टार्ट गरेँ साथीहरु। अनि आज चाहिँ टीका, सो ह्यापी विजयदशमी टु यु अल माई युट्युब फ्यामिली भन्न चाहन्छु। देश विदेशमा छरेर बस्नु भएको सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी आमा बाबाहरु सबैजनालाई चाहिँ एक मुष्टमा यो 2082 सालको नवदुर्गा भवानी माताले हजुरहरुको सबैको घर आँगनमा सुख शान्ति समृद्धिले छाओस् भन्न चाहन्छु साथीहरु। सो अनि त्यो साथीहरु आज मैले बिहानदेखिको चाहिँ भ्लग स्टार्ट गर्नु पाइनँ किनभने बिहान यस्तो रस हुन्छ, काम हुन्छ हैन, सबैको घरमा त्यही हो। अनि मैले चाहिँ भिडियो गरिनँ साथीहरु, अनि एकैचोटि रेडी भएर भिडियो स्टार्ट गरेँ साथीहरु। अनि अब चाहिँ हामी चाहिँ रेडी भएर टिकाको लागि रेडी हुँदैछ। अनि सो साथीहरु मेरो आजको चाहिँ ड्रेस चाहिँ यस्तो छ, कुर्ता अनि यस्तो छ साथीहरु। अब चाहिँ चट्ट लाएर टिकाको साइत हुँदैछ, अन्त नि हामी चाहिँ रेडी हुँदैछौँ, हजुरहरु पनि रेडी हुँदै हुन्छ होला। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु लगाउन चाहन्छु। भिडियो हेर्नुभन्दा अगाडि लाइक गर्नुहोस् है, नबिर्सिनु होला। अनि यदि च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला भन्दै अब चाहिँ यो भिडियो स्टार्ट भयो। त्यो साथीहरु म चाहिँ जहिले पनि यहाँ घरमा लाइवरी माइत कुदिहाल्नु पर्ने हुनेछ क्या। उता पनि मेरो धेरै थुप्रो छ नि त, मामालातिर जानु अनि बाबाहरूसँगै जान्छु। सो म चाहिँ यहाँ घरमा लाइवरी गइहाल्छौँ साथीहरु। अब चाहिँ हामी चाहिँ रेडी भयो है त, अब हामी जान्छौँ। म टिकाहरू देखाउँछु हजुरहरूलाई। नाइगो ओटी फलाना घुमेकोटा कति राम्रो देखिरहेछ सेजाङ चाहिँ यस्तो वा यता आउँदै सेजाङ मेरो सानो चाहिँ हेर्नु नि मामालाई जाने भनेर अत्ताले गयो त नि त। ल सेजाङ पनि ओटी यता यस गर्नु ह्याप्पी दसैँ भन्नु ल। हाम्रो चाहिँ यहाँ टक्क साइड मम्मी लु ह्याप्पी दसैँ। साथीहरु अब चाहिँ हाम्रो रेडी हुँदैछ टिका लगाउनको लागि। हजुर जाने यहाँ बस्नु नि त। नि मेरो छोरा कस्तो गाडी हुन्छ लु मामालाई जानु हतार गर्दै हुन्छ। यहाँ बस्दैछ अब टिका लाउने नि हामी जाने ल आउनु उता बस्नु नानी। लु लौ त म बालिदिन्छु ल। कोपाले बाल्नुहुन्छ अरे क्या अब टिका लाउने यहाँ बसेको छिटो टिका लाउने क्या बाबा। लु भयो टिका लाउने भयो अरे आउनु बस्नु घोप्टिन्छ फेरि भयो अब 3 मिनेट। तपाईको घडी छिटो छ क्या। लु बोलाउनु बोलाउनु नि यो घर ठीक छ नि त, छिटो छ कोपाको घडीमा त भइसक्यो। मेरो यसो गर्नु हुँदैन क्या ओ तर ध्यान ढिलो हुन्छ नि ले काका ल ले बस। यस्तो गर्नु हुँदैन मर्छ बत्ती सेला नदिनु तिमीलाई ओड्यो नदिनु मलाई त्यो हात म कुर्छु फेरि हात बेबी अब हामी जाने हो नि त टिका लाग जाने हो नि त। म पनि हो नि त नि अब पखाला तानेको बजाउनु छ नि लाउने गइहाल्नु भयो लु छु भयो लु भयो बलो सेवा गर्ने लु सेवा एउटाले अब बस्न के दिन्छ है लाइदिनुहुन्छ कपले टक 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 शुभ आज शुभ दशैंको उपलक्ष्यमा हाम्रो सेजौं धेरै पढ्ने जान्ने अनि हामीले हालेको नि त पानी त माइती चेलीसँग टिका लाउनु हुँदैन भनेको दशैंमा माइती चेली यो पनि लाउ न। यो तीनटा तीनटा राख नि त ल छिटो छिटो गरेर ऊ आशिष पनि आओस् कता लगाइदिने। अब फेरि नभए उता काट्छ त्यसो नगरा न बाबा ओइले बालो लाउँदैन सुसु गर्छ नि अहिले फेरि यो पनि जमरा पनि हतारमा अन्त ट्रेन छुट्नु आँटेको छ। आशिष लाइजा ओइ आशिष लाइजा यहाँ फेरि समय बित्यो मेरो बुहारी जाई भो अमेजिङ लु आऊ अहिले म आउ यता लु थाम्काको लागि हुन्छ आउ पैसा जाउँ नखेलाउ न बाबा नखेलाउ वाह यसै चाहिँ फेरि पुरा खेलाएर
वाह कति राम्रो देख्यो अब छाने यता छोरा थाम्काको लगाइदियो टिका छोरा अब यता थाम्काको लगाइदियो हाम्रो टिका सिजन पनि हो मलाई कसले पैसा दियो ओइ फेरि यसले ठाउँ साटो क्या लु पैसा लु उसको पकेटमा फेरि पैसा मेरो नातिनी ज्ञानी राम्रो पढ्दैछ अझै राम्रो पढ्नु अहिले जमारा लाग्यो है मजाले लगाइदिन्छु जा हुँदैन 10 मा चाहिँ बनाउने नधुरुमा भवनको प्रसादले सुस्वास्थ्य हुनु दीर्घायु हुनु सबै बिरामी जागेर गरेर खाने ब्याट हो कि थेवाङ दादा जाने हो नि त नि थेवाङ दादा कति जाने हो थेवाङ त सारेको गर्दै बहिनी दुईपल्ट मात्रै हो नि 3 पल्ट पानी झिकीलाई धेरै पहिला दियो भने यस्तो भुइँमा यस्तो माथि 500 वर्ष हुँदैछ माथि पनि त्यसो पकेट किन नलागेको सिल्भरको ल आउनु थोरै लगाइदिन्छ ज्ञानी ल ज्ञानी चाहिँ मेरो ज्ञानी राजा चल्नु ल्याउने आज सत्यहरू हाल्छु लाग्यो यता देखाउ अघिसम्म त पानी आएर कस्तो भएर त बिहान तर नि भोलिदेखि त चाहिँ पानी आउने भन्दैछ त हिँड्नु भन्दैछ है मौसम विभागको उयोहरूले हामी त भोलि नै पढ्नु पर्नुहुँदैन फेरि यता उमरा फेरि 5 घर लाउनुपर्छ म फेरि पढ्छु हुन्छ हामीलाई सँगसँगै जानुपर्छ सो साथीहरू हामी चाहिँ अहिले भर्खर आइपुग्यो भने यहाँ चाहिँ हाम्रो पनि टिका लाउनु तयारी हुँदैछ ल आऊ क्षितिज अब क्यामेराम्यान खोज्नु पऱ्यो नि फेरि क्षितिज आऊ त नानी तिमी मेरो टिका लगाइदिएको भिडियोहरू खिच्दै आऊ त फोटो खिच्दै उयो गरेर आऊ त आउन नानी आऊ त भिडियो गरिदिनु अब हाम्रो टिका लाउने लु बसौँ आऊ क्षितिज आइहाल छिटो ल अब हामी टिका लाउने यहाँबाट खिच्छ नानी आऊ त यहाँ बसेर खिच्दा हुन्छ होला तिमीले त अग्लो छौ नि त यसरी बसेर खिच्दा पनि हुन्छ नि जाऊ अग्लो छ काखमा बसाउँछ हजुरलाई आउनुहोस् ल आउँछ हाम्रो टिका लगाउने ए हो त रहेछ त सेगा घर कस्तै पो दिएको रहेछ त यो कफी स्कुलबाट दिएको छ क्या उनीहरूलाई पनि सेम घरमा पनि चामल लगाएको थियो है एउटै रुखबाट टिपेको होला नि त टिका लगाइदिएको ल ओम नमः शिवाय ओम नमः के भयो नानी यता छिटो यता भिडियो मेरो सधैँभरि साले पछि दुर्गा माताको आशीर्वाद हामीले पाइरहेका छौँ आशीर्वाद हुने सबैले हुने देश चलाएर खाने हुने भोलिपछि ठुल्ठुला नानीलाई पक्ने किन तपाईँलाई छोडेको थाहा छ
डाइस किन्नु हुन्छ नानी लु ठुलो ठुलो यस्तै गरेर लाउनु नमानेर घोचिदिएर बत्तीहरू है बाउले पैसा आज यस्तै गरेर सो साथीहरू आज चाहिँ यहाँ चाहिँ हाम्रो घरमा चाहिँ भदै र छोराको कर्म चलाइदिएको रहेछ होइन छेउमा उनीहरूलाई टिका पनि लगाइदिनु पर्छ साथीहरू लान्छ नानी भिडियो ओए बस दुईजना टिका लगाइदिनु बस ल आऊ सेजङ चाहिँ कहाँबाट आयो नगर है बेबी टिक्लु पार्नुपर्ने क्या कपाल टिका आउनु खै ह्याप्पी छेवार म त ह्याप्पी बर्थडे भनेर ह्याप्पी छेवार के रे छेवार त उता नि छेवार हेर त नि नानी मलाई त झगाइदियो क्या मैले के भन्दा छेवार ह्याप्पी छेवार आज दुईजनाको चाहिँ कर्म तिमीहरूको शुभकर्ममा यो आन्टी गर्ने फुफू चाहिँ आन्टीको जहिले शुभ आशीर्वाद मेरो अब उसलाई लगाइदिइहाल्छु पहिला यहाँ त तिमीलाई लगाइदिन्छ नि ज्ञानी हुनुहुन्छ अझै ज्ञानी हुने धेरै पर्ने ह्याप्पी छेवार छेवार हो ल ज्ञानी हुने ह्याप्पी छेवार मेरो सानो ल ह्याप्पी छेवार यहाँ बस्छ ल तिनजनाको म फोटो खिचिदिन्छ ए साथीहरू अब चाहिँ हामी जेठा मामाकोमा टिका लाउँदै आमा र टेडीले कस्तो यताबाट त कस्तो फुस्रा आएको हो भिडियो पछाडिबाट भएर यता चाहिँ दुईजना लभबाट है म त आस्ता भाउजू भन्नु न हजुर किन थाहा छ अब भरे भन्छु यता फुस्रा आयो किन फुस्रा आयो यो साइडमा भिडियो राम्रो आएन हौ फुटेर हाम्रो पालो आऊ नायौँ सेजङ आउनुहोस् हाम्रो पालो आयो होइन अरे हौ भगवान् नानी पकडै अब तिमीले यताबाट आइज नि त दाइले पेट्रोल ठुलो मान्छे नान्देर त लगाउनु यहाँ बस्छ पाले कटेपछि ए मोबाइल फुटाइदिएर के मेरो छोराले त भिडियो पनि गर्छ दसैँमा त सबैलाई ढोक्नुपर्छ तुम्हालाई पनि ढोक्नुपर्छ दिनालाई पनि नबसे गर न सबैलाई गएर दसैँमा त गर्नुपर्छ त हो बच्ची मान्छे दसैँमा त अब खुट्टा ढोक्ने हो बस्यो साथीहरू यता चाहिँ पुरा घाम लाग्यो छैन यताको यस्तो छ यस्तो घाम लागिरहेछ बिहान चाहिँ धरनतिर चाहिँ होइन पानी आउनु खोज्दैन त साथीहरू हो बरु यतातिर चाहिँ घाम लाग्छ हौ खाने साथीहरू टिका लगाइकन यहाँ चाहिँ सबैजनालाई नै खाँदैछौँ हामी आखिर सानोमा पनि खाँदैछौँ उसको खिचेकै छैन आज खुट्टा हामीले चाहिँ दिक्कहरूको आइपुग्यौँ अब चाहिँ टिका लाउँदै चाहिँ हाम्रो घर साथीहरू हाम्रो कोको हेर्नु न
बुढी हुन्छ कुकुरले लगाइदिन्छ हामीलाई चाहिँ टिका हाम्रो कुकुरले लगाइदिनुहुन्छ अब टिका हामीलाई दिना नो नो बाबा नो बत्ती मर्छ मान्ने होइन होला उसले हेल्प गरेको उसले चाहिँ ल ल ल ल ल नगर्ने अब चाहिँ मामाहरूको टिका लगाइवरिकन हामी चाहिँ अर्को मामाकोमा जाँदैछौँ के हो यस्तो यो चाहिँ फेरि छ यिनीहरू हेर्दै राम 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 आमा र डेडी अड्किनु भएछ त ल आउनु ल आमा र डेडी लास्ट हुनु भयो ल आउनुहोस् र गइसक्यो उनीहरू हामी मात्रै हिँड्ने पाटी अन्त नि ल मेरो नानी मुखभरि छ छैन खै दिकुरा मामाको साथीहरू अब चाहिँ हामी यहाँ मामाको पनि सक्यौँ अब तल फेरि अर्को मामाकोमा जानुपर्ने हेर्नु हामीलाई राति पछि आज आमा छोरीको यहाँ त कस्तो शीतल हो क्या मको झन्डी मको फेल्छ सनसेट हेर न सनसेट हुन आँटिरहेछ रातो आज मेरो ओडी देखाएकै छैन मैले ओडी होइन क्या ओटिडी ओटिडी लु देखाउ त मेरो लाइट बाल्नु पर्दैन होला है नानी राम्रो छ आज घुम्छु एकछिन लागि भेटेको छैन भयो के गर्नु र साथीहरू जहिले हाम्रो जस्तै हुन्छ के हुन्छ बेलुका भइसक्यो लाइन चढिराख्नु भएको छ लुटो आइज भएको छैन आज बाबा मम्मी आउँदै हुन्छ सानो बस अब माइजहरूको पकाउनु पर्छ मामा राति भइसक्यो जहिले रात पर्छ हाम्रो चाहिँ फेरि कान्छा मामाहरूको दुईवटा मामाहरूको पालो छ अब फेरि त्यस्तो भोलि फेरि बिहान बसेर बनाउनु भिडियो नानी हुन्छ आमा छोरीसँगै बस्नु दिदी बहिनी चाहिँ गरेर दिदी बहिनी चाहिँ भन्छ उसलाई पनि सँगै आमा युनिक हो अब चाहिँ हाम्रो लास्ट कान्छी म्याजिकमा के गर्नु गलेर थाकेर टाइट भइसक्यो अब चाहिँ लास्ट कान्छी म्याजिक घरमा छ सो साथीहरू हाम्रो चाहिँ टिका लगाउने ठाउँ सबै ठाउँ सक्यो अनि जहिले हाम्रो चाहिँ टिका लगाएपछि चाहिँ राति हुन्छ क्या साथीहरू जहिले राति हुन्छ यता चाहिँ किनभने धेरै छ नि त मामलामा छिमाहरूको घरमा पुगेको ठाउँ अनि जहिले रातको साथीहरू अहिले पनि हेर्नु न 9 बजीरहेछ भर्खर हामी घरमा आइपुगेर चाहिँ टिका सिका लगायो अनि अब खानासाना पनि खाइहाल्यो अनि दसैँमा त यस्तो हुन्छ है टायर्ड आमामा रस कस्तो हुन्छ क्या अनि दसैँमा अब इच एन्ड एभ्री घरमा पनि मासु अनि अचार चटनीहरू खाँदा कस्तो हुन्छ अब त्यो अब पुरा के अब काम गरे जस्तो गरेर है त्यो हिँड्दै अब यताउता टिका लाएर यताउता गर्नु होला पुरा कति हेभी काम गरेर गयो यस्तो फिल हुन्छ साथीहरू मलाई चाहिँ आएको हजुरहरूलाई पनि त्यस्तै हुन्छ होला होइन मलाई मात्रै होइन म चाहिँ पुरै त्यस्तै हुन्छ क्या गल यस्तो भएछ नि हेर्न अब बिहान कस्तो उयो भएर त अहिले फेरि पुरा झोलमुल खाएर पुरा झुक्रा जस्तो भएर साथीहरू गलेर त्यो अब भेराइटीहरू खाएर होइन अनि हिँडेर त्यही हो साथीहरू अनि अहिले भर्खर अब कामसाम सबै सक्यो फाइनली अब चाहिँ आजको भिडियोलाई चाहिँ गर्नु पर्ने हुनेछ साथीहरू अनि आजको भिडियो हजुरहरूलाई मन पर्यो होला भने आशा गर्छु साथीहरू अब चाहिँ यो भिडियोलाई चाहिँ
सेलिब्रेट गर्न जाँदैछु अनि फेरि वान्स अगेन हैप्पी दसैँ 2082 अनि भन्दै साथीहरू आजलाई चाहिँ फेरि पनि बिदा गर्न चाहन्छु सो प्लिज लास्टमा जाने बेलामा चाहिँ नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई च्यानल सी यु गाइज विल नेक्स्ट भिडियो बाइ बाइ